टक्क गाइजहरू यता हाम्रो निराजन दाई हुनुहुन्छ। दाइले मेरो कलर व्हाइट सिल्भर थियो, अहिले कालो बनाइदिइसक्नुभयो दामीसँग। कस्तो छ अब भोलिदेखि चाहिँ व्हाइटमा आउँछ है भोलि सरकार। टक्कसँग दाई यता कपाल काट्दै हुनुहुन्छ। के छ दाई यहाँको सेवाहरू भनिदिनु नि त एकलट। यहाँको सेवाहरू सबै राम्रो छ। ट्याक्क हामी यताको भ्यू हेर्दै दामी छ है। नास्ता खान आइसक्यौँ। के छ विनोदका बहिनीहरू आएर गइसके? एउटै बहिनी होइन, दुइटै बहिनी हुन् एउटै बहिनी हो। टक्क गाइजहरू मेरो लुक चाहिँ चेन्ज भइसक्यो, देख्न सक्नुहुन्छ। कालो भइसक्यो मेरो कपालै आजदेखि। गाइजहरू हेर्नु 20,000को कुकुर समातिराखौँ। यसको नाम चाहिँ चार्ली हो। हामी आइसक्यौँ यतातिर। मैले किन्न सकेन। अब के छ चार्ली? सन्चै छौ कुकुर? चार्ली 40,000 हेर्नु। अब म छतमा आइन पर डुल्न जान लाग्छु। अर्का ल बाई चार्ली, बस है बस। हेलो नमस्ते, वेलकम कम ब्याक टु माई न्यू भ्लग न्यू एपिसोड। तपाईँ सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज फेरि नेक्स्ट भिडियो लिएर आइसकेको छु। डे बाई डे न्यू भ्लगहरू आइरहन्छ होइन। बिहेको भ्लग आयो, कस्तो लाग्यो? माया गरिदिनु भएको छ, अघि माया गर्दै जानु होला। आज यता विनोद छ। के छ विनोद? एसीको प्रिपेरेसन गरेर निस्क्यो भित्रबाट केटो एकदम छ। अब हामी एकछिन अहिले हामी सल्लेछौँ, डक्क कराउँछौँ। अब हामी एकछिन खलङ्गा जाने काम छ होइन विनोद? यसो खलङ्गातिर जान्छौँ। कबाट धुने भने भएन यार, आज बोलिदिनु भयो भाइ। भोलि तराई होली, पर्सि होली छ। त्यसपछि आज टक्क लगाएर यताउता खलङ्गातिर जान्छौँ। सानोतिनो काम छ, 50,000 पुग्छौँ। त्यसपछि हामी फेरि एकछिनमा यहाँ आइहाल्छौँ। कति बज्यो अहिले? टक्क लगाएर 12 बजिसक्यो। 1 बज्न लागिसक्यो, 48 गइसक्यो। त्यो गाइजहरू अगाडि के हुँदै जान्छ हेर्दै जानु होला। ल एकछिन धाराराम मुखसुख धुम फ्रेस हौँ। भित्र गयो यताउता पढिराख नि त, बिहानदेखि पढिराख। त्यही भएर अलि बोर भयो होला क्या पनि भित्र बसेपछि। बोर भएस के? कति धेरै पढिस् क्या? मुख धो टक्क लगाएर एकचोटि पानी हाल्नु न टाउकोमा। दुइटाकै भ्याइए एसीको फेरि यो स्टुडेन्ट हो मेरो, म पढाउँछु कि यसलाई। साबुन कहाँ हो? ल यता मुखसुख धुन्छ। अनि त्यसपछि एकछिन चट्ट लगाएर साबुन हो त्यो होइन। अनि एकछिन खलङ्गा गएर आउनुपर्ने हुन्छ गाइजहरू। के गर्ने गाह्रो छ। एसीको प्रिपेरेसन यस्तो तरिकाले गर्छ नि, भित्र आँखा नहेरेर। कसरी हो विद्यार्थ? यसको टिचर फेरि म सिकाइरहन्छु के पढ्ने, कसरी लेख्ने, के गर्ने भन्ने कुरा। बच्चा फुच्चीहरूलाई पढाउँछु। कोही पढ्ने हुनुहुन्छ भने एसी दिने मान्छेहरू आउनु होला है। टक्क लगाएर हाम्रो घरमा आउनु सक्नुहुन्छ। म सिकाइदिन्छु यहीसँगै बसालेर। यस्तरी कि खान्छु कहिलेकाहीँ म। त्यो गाइजहरू अगाडि के हुन्छ हेर्दै जानु होला। खलङ्गा पुग्छ, अनि त्यसपछि के हुन्छ हेर्दै जानु है त। त्यो गाइजहरू विनोद र म चाहिँ खलङ्गा जाँदैछौँ होइन विनोद? कस्तो भइरहेछ? पढी बोर भयो, यसलाई यसो घुमाउनु लगिरहेको छु कि मैले। कहाँ लग्नु लाग्छ तँलाई मैले? क्याफे के खान? के झोलमा? यस्तो झोलमा खाँदैन, यस्तो गर्मीमा टक्क लगाएर कफी लस्सी खानुपर्छ। त्यो कफीहरू नि अब कफी त खान्न, म गर्मी छ नि त। लस्सी खानुपर्छ, ट्याक्क फ्रेस भएर आउनुपर्छ बाबु। के छ त अरू खबर नयाँ सुना? एसी आइयो नि, गइयो दिन। भोलि त बिदाइ छ अरे। जाने नि? किन? के काम बिगार्न आइयो क्या? त्यो गाइजहरू अब हामी हिँड्दै जान्छौँ अब। त्यही हो टक्कसँग। विनोद त्यहाँदेखि के खाने? त्यो किन्न त, रिचार्ज किन्ने एउटा चाहियो मलाई। टक्क हामी यहाँ आइसक्यौँ यताबाट। यहाँबाट हिँड्दै मठको पुलबाट जान्छौँ है हामी दामीसँग। अरू अगाडि के हुँदै जान्छ हेर्दै जानु होला। अङ्कल, ओ अङ्कल यहाँ आउनु त बाहिर। नमस्ते रुकुम मुस्कान अर्थ रिचार्ज दिनु न। के को? नमस्तेको 50 को। बरफ छन्? बरफ दिनु न, यसले खाने अहिले। अलि महँगो होला है, 10-20 होला। अगाडि के हुन्छ हेर्दैन। हामी यहाँ मठको पुल आइसक्यौँ। हाम्रो जिज्ञासा के हो भन्दाखेरि गाइजहरू हेर्नु, के हो भन्दा जिज्ञासा यहाँ बन्न लाग्यो के हो? यो जग्गा त बनायो होइन, बारी बनायो, तार जाली हालिहाली, तर लाउने के हो? यहाँ बन्न लाग्यो के हो भन्ने कुरा जिज्ञासा छ 1 नम्बरमा।
यो जिज्ञासा छिटै पुरा होस् भन्न चाहन्छु म यहाँ बस्ने टाइमभरिमा। टक्क हावासावा खाँदै मजा गर्दै टक्क लगाएर हाम्रो विनोदले के भन्छ यहाँदेखि म खस्यो भने मान्छे कत्तिको आउलान् भन्छ कि के होला दिमाग कहाँ लागेको भन्छु क्या म त। ल अगाडि के हुन्छ हेर्दै जानु होला है त गाइजहरू। ट्याक्क हामी यताको भ्यू हेर्दै दामी छ है। नास्ता खाना आइसक्यौँ। के छ विनोदका बहिनीहरू आएर गइसके? एउटै बहिनी होइन, दुइटै बहिनी हुन् एउटै बहिनी हो। यो गाईहरू यहाँ परौटा र दही खाँदैछौँ। चिनी मगा न चिनी। आन्टी आन्टी चिनी ल्याइदिनु न चिनी। अगाडि के हुन्छ भने चाहिँ हेर्नु नि। टक्क गाइजहरू यता हाम्रो निराजन दाई हुनुहुन्छ। दाइले मेरो कलर व्हाइट सिल्भर थियो, अहिले कालो बनाइदिइसक्नुभयो दामीसँग। कस्तो छ अब भोलिदेखि चाहिँ व्हाइटमा आउँछ है भोलि बलत भोलि सरकार। टक्कसँग दाई यता कपाल काट्दै हुनुहुन्छ। के छ दाई यहाँको सेवाहरू भनिदिनु नि त एकलट। यहाँको सेवाहरू सबै राम्रो छ। हजुरहरू पनि भाइको चाहिँ पहिला व्हाइट सिल्भर थियो होइन, भाइले चाहिँ अहिले ब्ल्याक कलर गरेर आएको छ। ब्ल्याक कलर राम्रै भएको छ। उहाँको चाहिँ अब घरबाट कम्प्लेन आइसकेपछि ब्ल्याक कलर बनाउँछु भनेर चाहिँ भाइले ब्ल्याक कलर बनाएको है। राम्रै छ, ठिक छ। खाएको व्यवस्था पनि छ। टक्क लगाएर आउनु होला यहाँ कबाब जुन टाइपको जुन स्टाइलको कपाल पनि काटिदिनुहुन्छ दाइले दामीसँग। अनि कलर पनि जुन आम पनि हान्न सक्छु तिमीहरू होइन गाइजहरू। दामीसँग आऊ। मैले चाहिँ पहिला व्हाइट सिल्भर हान्दा थियो, तिमी 1-1.5 महिना भयो। त्यसपछि घर ल्याङ गरेर मैले ब्ल्याक हानिसकेँ। दामी त्यही हो। अब अगाडि हेर्दै जाऊ के हुन्छ। त्यही त दामी। टक्क गाइजहरू मेरो लुक चाहिँ चेन्ज भइसक्यो, देख्न सक्नुहुन्छ। कालो भइसक्यो मेरो कपाल है आजदेखि। पहिलाको राम्रो छ कि राम्रो छ यसो कमेन्टसँग हान्नु पऱ्यो गाइजहरू। कस्तो छ, कुन कलर राम्रो छ भन् त विनोद, कुन राम्रो छ? यो राम्रो छ कि पहिलाको? पहिलाको राम्रो छ। यो राम्रो छ नि अब हेर्न कुन राम्रो छ दाइ भन्नु पऱ्यो। अहिलेको राम्रो छ। अहिलेको राम्रो छ कि पहिलाको अहिलेको? पहिलाको राम्रो थियो। अब ल अहिलेको पहिलेको कुन छ राम्रो यसो कमेन्ट हान्नु पऱ्यो गाइजहरू है त। यो अब हामी सल्ले जान्छौँ होइन। अगाडि के हुन्छ हेर्दै जानु। ढिलो भइयो अब भोलि। टक्क गाइजहरू हामी आइसक्यौँ यता मटरको पुग्नको रिटर्न। मेरो मलाई के चेन्ज देख्नु भएको होला होइन विनोद? मैले के चेन्ज गरेँ भन्दै नि त गाइजहरू। मैले कपाल सपाल चेन्ज हाने होइन, कलर हाने, हल्का छुट्याएँ कपाल। घर ल्याङ गर्नु सबैले के भन्न लाग्यो, बिग्रीको यताउता भन्न लाग्यो। त्यो झ्याउ लागेदेखि मैले कपाल एकदमसँग चेन्ज हानिदिइसकेँ, ब्ल्याक कलर बनाइसकेँ। अनि त्यसपछि कलर बनाइसकेँ। बच्चा बच्चा जस्तो नगर क्या, यस्तो बानो बच्चा बच्चा जस्तै गर्छ यार त यार। त्यो कलर सलर पनि चेन्ज भयो दामीसँग। अब हामी एकछिन सल्ले पुग्छौँ। अनि त्यसपछि यो भलक साँझ आउनु पनि सक्छ, अर्को दिन आउनु पनि सक्छ, त्यो ठ्याक्कै थाहा हुन्न। अब त्यही हो गाइजहरू। यताको भ्यू देख्न सक्नुहुन्छ एक लट चट्ट लगाएर दामीसँग। के हो जाम क्या छिप जाम क्या ढिलो भएको अहिले कालो गर्नु छ। त्यो गाइजहरू खासै केही भन्न चाहेन। कलर सलर चेन्ज हाने मैले। अलिक कपाल पनि छोटाएँ, अलिक ठिक लागेन क्या, मान्छेले अलिक नराम्रो भन्यो नि त। त्यही भएर त्यो दामीसँग सनसेट भइरहेको, घामहरू गइरहेको अहिले दामीसँग। दामीको भ्यू देख्न सक्नुहुन्छ एकलट। त्यो गाइजहरू अगाडि के हुँदै जान्छ हेर्दै जानु होला। यो भलक साँझ आउनु पनि सक्छ, नत्र भोलि बिहान आउँछ होइन। एडिट त गर्छु अलिक, वाइफाईले साँझ खासै चल्दैन, सबै लगइन गरेर आउँछन् घर। त्यही भएर खासै चल्दैन क्या नेट। फेरि अपलोड हुन्छ कि नै, अब लामो भिडियो हुन्छ 15-20 मिनटको, हल्का टाइम लाग्छ कि 1-1.5 घन्टा लाग्छ। फेरि 8 बजीतिर अपलोड गऱ्यो भने 10 बजीतिर आउँछ। 10 बजीतिर आइसक्यो भने सबै सुतिसक्नुमा आउँछ, हेर्न मिल्दैन नि त भिडियो। त्यही भएर भ्युज पनि कम आउँछ। त्यही भएर म चाहिँ भोलि बिहान हाल्छु, नत्र अहिले एडिट गरेर एकछिनमा हालिहाल्छु। अहिले चाहिँ चल्छ नि फेरि। त्यो गाइजहरू अगाडि के हुँदै जान्छ हेर्दै जानु होला दामीसँग है त। ल चार्ली कुकुरलाई भेटाउँछौँ हामी अब। अनि कहाँदेखि ल्याउनु भयो अरे? चितवनदेखि। खतरा डेन्जर छ त्यो त। कुकुरले लपार्यो है यिनीहरूसँग। यो कुकुर नकुच्याउनु है, यो कुचियो हेर्नु यहाँ विद्यार्थीहरू। 20,000 रुपियाँ। ल हेर्नु भलक हेर्नु ल साँझ दामीसँग को हुनुहुन्छ सबजनाले। 20,000 हो दिदी त। विद्यार्थीहरू राम्रोसँग पढ्ने, देशको रक्षा गर्ने। विनोद आइज त्यो कुकुरलाई अगाडि ल्याएर। तिमीहरू त्यो होला सेलिब्रेटी छिटो आएको अलि अगाडि आइज क्या। यस्तो चिल्लरहरूसँग त्यो गर्नुहुन्छ। हेर न, यो नाम के अरे आन्टी? चार्ली। कति हजारको कुकुर हो यो?
20,000 को यो ठुलो भयो भने त खतरा हुन्छ नि हेर्ने हेले ल गाइजहरू हेर्नु 20,000 को कुकुर समातिरहेको यसको नाम चाहिँ चार्ली हो हामी आइसक्यौँ यतातिर मैले किन्न सकेन अब के छ चार्ली सन्चै छौ कुकुर चार्ली कसले आन्टी हामीलाई नि मैले किनिसकेँ कुकुर अब 40,000 मा त्यही गाई अब घरले राम्ररी पालन पोषण गर्नुपर्छ हाम्रो कति दिनको भयो आन्टी हो 3 महिना पुग्यो 3 महिना त यो त पछि त ठुलो हुन्छ होला नि चार्ली बस्ने टाइममा पुरा 20,000 पर्छ यो कुकुरलाई पनि आन्टी कहाँ बाख्रा चराउनु जानु भयो अब तिन केजीहरू त डन रहेछ नि यार भिडियो केही नबनायो भने थर्काउँछन् के गर्नु है अब यो कुकुर हामीले लगिसक्यौँ 40,000 मा गाई अब 40,000 गरी हेर्नु अब म छतमा आइन पर डुल्न जान लाग्छु अर्का ल बाई चार्ली बस है बस हजुर हामी घर पुग्ने बित्तिकै मेरो भाइ यता हेर्दै किरण के गर्दैछस् घर पुग्ने बित्तिकै टक्क झोला राखेर नास्ता खाएर ऊ पढ्न लागिहाल्छ यो यहाँनिर डुल्छ एसीको त्यसलाई मतलबै छैन क्या किरणलाई एडको मतलब छ नि किरण हो कि होइन के पढिस् त किरण आज दिनभरि हो बिस्कुट खाए आउनु बित्तिकै के खाए नि किन कहिले दिनु आएन कहिले अहिले दिउँला है ल अगाडि के हुँदैन चाहिँ हेर्नु यो गाएका चाहिँ नेक्स्ट हामी गुड मर्निङ सबैलाई अर्को दिन भइसक्यो हाम्रो गान्छ त होली खेल्ने भन्ने यस्तै कलर सलर कहाँ खोज्छ कहाँबाट ल्याएस किनभने कलर यहाँ हेर्दा अहिले त कलर कसलाई लगाइदिने यो साथीहरूलाई हो होली खेल्नेमा रमाइलो हुन्छ हो रमाइलो हुँदा के छ त ट्युसनमा के पढ्यो भन्ने कुरा सिकाउँछन् पाउँदै खै पाउँदै त भाइ हो छोड्दैन म के भन्नु चाहन्छ त किन मुख त धोल्थे कहाँ पाउनेलाई छोड्दैन म भाइ के भन्नु भनेको छ कता हो बिनु यति कलरले हुन्छ तँलाई होली खेल्ने भोलि कति रुपियाँ किन्नुहोस् 500 त गाडी किन्दै भोलि कति रुपियाँ किन्नुहोस् के कहाँको भोलि किनिदिन्छ तिमीले चाहिँ मैले किनिदिन्छु अरू भोलि किन्नु म त किन्दिनँ त भोलि किन खेल्नु पऱ्यो भन्ने कुरा हो क्या एक्जाम किन गर्छन् त्यस्तो एक्जाम चाहिँ एक्जाम र भोलि एउटै गाउँमा हुन्छ क्या किन्न यति कलरले तँलाई कहाँबाट मान्दो कहाँबाट धान्दो कसले म अहिले आउँछु खोज्छु त अझै कहाँ खोज्ने कति छन् कि लोला पनि किन्न छ खै 20 रुपियाँ 20 रुपियाँ कुल दिए 20 रुपियाँ मस्ती लाग्यो तपाईँले हिजो दिनु त त्यही हो विनोद के गर्छ मैले नेपालीको भिडियो हेरेको छु के दाइ त्यो क्रस फायर भन्छ त्यहाँ त क्रस फायर दिने गेम खेल्छ पट हेर्नु नि तेरो चमार गेम खेल्छ हेऱ्यो कस्तो बनाएको कोठा यार ल अगाडि के हो गाइज त्यो गाइजहरू आजको भ्लग एन्डिङ गर्न गइरहेको छु हजुरलाई मन पऱ्योमा लाइक सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला थ्याङ्क यू वाचिङ दिस भिडियो ल है त